लाई लोकल कुखुराको चल्ला अथवा जुनसुकै कुखुराको चल्ला पनि कसरी हुर्काउन सकिन्छ, कसरी हामी चाहिँ सुरुवातमा के गर्ने भन्ने कुराहरू सिकाउन गइरहेको छु। र हामीहरूले चाहिँ लोकल कुखुरा अथवा कुनै पनि कुखुरा हुर्काउँदा सर्वप्रथम चाहिँ हाम्रो फार्ममा सबैतिर हाम्रो यो न्यानो बनाउनको लागि चाहिँ तिरपालहरू सबै लगाउँछौँ अनि भित्र चुना छर्किन्छौँ। चुना छर्किसकेपछि भुस छर्किन्छौँ। भुस छर्केपछि माथिबाट सबै पत्रिकाहरू बिछ्याएर लाइटहरू झुन्डाउने, ब्रुडरहरू झुन्डाउने गर्छौँ। र झुन्डाइसके पछाडि चल्ला आउनुभन्दा आधा एक घण्टा अगाडि चाहिँ हामी सबै बत्तीहरू बालेर कोठालाई न्यानो पारेर राख्छौँ। राखिसके पछाडि कुखुराको चल्ला जब आउँछ त्यसपछि आइसके पछाडि कुखुराको चल्लाहरूलाई त्यसरी निकालेर एउटा एउटा गरेर त्यो पानी ग्लुकोज पानी बनाएर ग्लुकोजमा हामी डुबाउँदै छोडिदिँदै गर्छौँ सबै कुखुरालाई। र यहाँ चाहिँ 1000 को संख्यामा छ र 1000 कुखुराको चल्लालाई 500 गरेर पार्टिसनमा गरेर हामी चाहिँ ब्रुडिङ गरिरहेछौँ। यो ब्रुडिङ चाहिँ हाम्रो लगभग 20-25 दिनसम्म हुन्छ। र अहिले चाहिँ हामीहरू यी सबै चल्लाहरूलाई त्यो जुन पानीको भाँडा छ त्यो पानीको भाँडामा हामी चोप्दै राख्दै त्यो सानो यसो एकचोटि मुखलाई यसो चोपिदिनुपर्छ। त्यो चोपिदिएपछि उनीहरूले पानी खान छिटो सिक्छ भनेर चोपिदिँदै राखिदिँदै गर्छौँ। र औषधिको कुरा पनि हुन्छ हैन। यसमा चाहिँ हामी दोस्रो दिनबाट चाहिँ औषधिहरू के खुवाउने भन्ने कुरा छ। यसमा चाहिँ हामीले मल्टिभिटामिनमा चाहिँ हामी एउटा मल्टिभिट भन्ने औषधि खुवाउँछौँ। र एन्टिबायोटिकमा हामी चाहिँ एन्डक्सिन भन्ने खुवाउँछौँ। यसमा चाहिँ एन्डक्स अथवा फ्युराल जे खुवाए पनि हुन्छ। र यी दुईटा औषधिलाई घोलेर पानीमा घोलेर हामी चाहिँ खुवाउँछौँ। र दोस्रो दिनबाट हामी चाहिँ यो प्रयोग गर्छौँ। पहिलो दिन चाहिँ ग्लुकोज पानी नै खुवाउँछौँ। दोस्रो दिनबाट चाहिँ यो औषधि खुवाउँछौँ। र यो औषधि खुवाउँदाखेरि चाहिँ के हुन्छ भने औषधिले चाहिँ एउटा चाहिँ कुखुरामा रोगसँग लड्ने क्षमता बढाउँछ। साथसाथै यिनीहरूको एउटा चाहिँ इनर्जी बढाउँछ। मल्टिभिटामिनले चाहिँ इनर्जी बढाउने काम गर्छ। र यो काम गर्छौँ हामी। र मल्टिभिटामिन र एन्टिबायोटिक चाहिँ हामी 5 दिनसम्म चलाउँछौँ। र अर्को कुरा छ यो तिरपालको बाहिरबाट चाहिँ हामी यसरी छोपेर राख्छौँ। यसरी छोपेर राखिसकेपछि कुखुरालाई एकदमै न्यानो हुन्छ। र दिउँसोको समयमा अलि बढी घाम लागेको छ भने चाहिँ तिरपाल खोलिदिँदा पनि हुन्छ। नभए भने चाहिँ तिरपाल यसरी राख्नुपर्छ। र कुखुरा लगभग पानी दिएको 15 मिनेट भइसके पछाडि चाहिँ कुखुराको चल्लालाई दाना दिनको लागि बल्ल हामी चाहिँ दानाको भाँडाहरू बल्ल राख्छौँ 15 मिनेट पछाडि। यसरी राखिसके पछाडि यिनीहरूलाई सबैलाई यसरी राखिदिन्छौँ। राखिसकेपछि अलिअलि पत्रिका माथि पनि छरिदिने गर्छौँ तिनीहरूलाई सिकाउनको लागि। र माथिबाट हामी चाहिँ दानाहरू दिन्छौँ। यसरी दानाहरू दिन्छौँ। दानाहरू दिइसके पछाडि यिनीहरू चाहिँ आउने दाना खाने पानी खाने गरेर जान्छन्। र यसरी गर्दा चाहिँ हजुरहरूलाई चाहिँ सजिलो हुन्छ पाल्ने तरिका। यसरी हेरिसकेपछि यो भिडियो हेर्नु होला। यो भिडियो हेरेपछि हजुरहरूलाई एकदमै फाइदा हुन्छ, सजिलो हुन्छ। र चल्लाहरू चाहिँ कतै चाहिँ एकै ठाउँमा जुरुप्प भएर बस्यो भने त्यस्तो गर्यो भने चाहिँ चल्लाहरूलाई चाहिँ चलाइराख्नु पर्ने हुन्छ। त्यसले गर्दा यसरी अब जस्तै हाम्रो चल्लाहरू चाहिँ अहिले एकदम एक्टिभ नै छ। कुनै बेला चाहिँ चल्लाहरू चाहिँ एकै ठाउँमा गएर झुरुप्प परेर बस्छन्। त्यस्तो बेलामा चाहिँ हामी चल्लाहरूलाई चाहिँ चलाइदिइरहनु पर्छ। यसरी चलाइदिइरहेपछि के हुन्छ भने चल्लाहरूले पानी र दाना पनि बढी खाइरहन्छन्, दुब्रिरहन्छन्। अनि एकै ठाउँमा झुरुप्प भएर बस्यो भने चाप्पिने सम्भावना हुन्छ। चल्लाहरूलाई चाहिँ चाप्पिन दिनु हुँदैन। चाप्पिन दियो भने चाहिँ मर्ने सम्भावना हुन्छ। त्यसले गर्दा चाहिँ चल्लाहरूलाई त्यसरी खप्टिने 2-3टा कारणहरू हुन्छ। एउटा चाहिँ चल्लालाई बढी जाडो भएर र अर्को कारण चाहिँ चल्लाहरू चाहिँ डराएर त्यस्तो पनि हुन्छ। र यिनीहरूको चाहिँ अब यसरी हामी चलाइदिइराखेपछि आफै दाना खाने, आफै पानी खाने काम गर्छन् हामी यो चलाइदिनु थालेपछि। र कुखुराको चल्लालाई हुर्काउँदा चाहिँ सबैभन्दा हामी ध्यान दिनुपर्ने कुराहरू चाहिँ तापक्रम, त्यसपछि गएर ब्रुडिङको ठाउँ कस्तो छ हैन। यसरी हामी चाहिँ बेरेर यसरी गरेर पाल्यौँ भने चाहिँ चल्लाहरूको मोर्टालिटी भनेको 1-2% मात्रै हुन्छ। र
चल्लालाई हुर्काउँदाखेरि सबैभन्दा हामीले चाहिँ 15 देखि 20 दिनको समयमा चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ। र कुखुराको चल्ला यसरी मेहनत गरेपछि अवश्य नै सफल पनि भइन्छ र राम्रो पनि हुन्छ। किनभने अब हामीले चाहिँ सुरुमा हुर्काउँदा कति दुःख होला के होला भन्ने सोच्छौँ। अलिकति सुरुमा मेहनत त गर्नु नै पर्छ हैन। जुनसुकै काममा पनि अब मेहनत त गर्नु नै पर्छ। कुखुराको चल्ला हुर्काउँदा पनि अलिकति हाम्रो एउटा सानो लापरवाहीले पनि फेरि नराम्रो चल्लाहरू मर्ने सम्भावनादेखि लिएर हरेक कुराहरू हुनसक्छ। त्यसले गर्दा सकेसम्म चाहिँ राम्रोसँग हुर्काउनको लागि चाहिँ यसरी हामी चाहिँ यसरी जुन हाम्रो यो भिडियोमा देखाए अनुसारले गर्नुभयो भने चाहिँ चल्लाहरू चाहिँ मर्ने सम्भावना एकदमै कम हुन्छ। र त्यो भइसके पछाडि कुखुराको चल्लाहरू पनि राम्रोसँग हुर्किन्छ, यिनीहरूलाई रोगहरू कम लाग्छ। र हामी चाहिँ अब यो गरिसकेपछि 5 दिनसम्म यसरी मल्टिभिटामिन दिएर यसरी ब्रुडिङ गरिसकेपछि 7 दिनको दिन हामी रानीखेतको भ्याक्सिन दिन्छौँ। फेरि 14 दिनको पुग्छन्, 14 दिनको दिन गम्बारो र 21 दिनको दिन फेरि रानीखेत त्यसरी नै दिन्छौँ, पानीमै घोलेर दिन्छौँ हामी औषध चाहिँ। र हामी चाहिँ रातको समयमा यो ब्रुडर भन्ने छ, यो माथिपट्टिको त्यो ब्रुडरमा चाहिँ हामी ब्रुडर चलाउँछौँ, दिउँसोमा चाहिँ चलाउनु पर्दैन। अब त्यहाँको तापक्रम के छ कसो छ भन्ने कुरामा चाहिँ भर पर्ने कुरा हो। हामी थर्मोमिटरहरू पनि युज गर्छौँ। थर्मोमिटरले चाहिँ के काम गर्छ भने यहाँको तापक्रम कति छ भन्ने कुरा जानकारी दिन्छ। र त्यो भइसकेपछि चल्लामा कति गर्ने के गर्ने भन्ने कुराहरू थाहा हुन्छ। र कुखुराको चल्ला यसरी गुम्सिन एकै ठाउँमा झुप्रिन थालेपछि हामी चलाइदिइरहनुपर्छ। चलाइदिइरहेपछि चल्लाहरू चाहिँ दौडिने यताउता दौडिने गर्ने गर्छ। र कुखुराको चल्लालाई यसरी चलाइदिइराख्ने एकजना चाहिँ बसिराख्नुपर्छ हेरेर हैन। 15-20 दिनसम्मको लागि चाहिँ हामीले अलिकति मेहनत चाहिँ गर्नु नै पर्छ। बसेर हेरेरै बस्ने भन्नाले जस यिनीहरूलाई चाहिँ आधा घन्टामा यसो हेर्ने के गरेछन् कस्तो गरेछन् यिनीहरूको एक्टिभिटिजहरू चाहिँ हेरिराख्नुपर्छ। चल्लाहरू चाहिँ यसरी हामी चाहिँ पार्टेसन गरेर पाल्छौँ। यहाँ चाहिँ 1000को सङ्ख्यामा छ र 1000को सङ्ख्यामा यी लोकल कुखुरालाई चाहिँ यतापट्टि 500 यतापट्टि 500 गरेर यसरी पार्टेसन गरेर हामी हुर्काइरहेका छौँ। र आज चाहिँ लोकल कुखुराको पहिलो दिन, त्यसले गर्दा यिनीहरूको चाहिँ अलिकति यिनीहरूलाई सिकाउनु पनि पर्छ। र ब्रुडिङको लागि चाहिँ हामी यसरी ग्यासबाट यो ब्रुडरमा ल्याएर हामी चाहिँ ग्यास ब्रुडर भन्छ यसलाई, यसरी माथिबाट झुन्डाएर चाहिँ यो ग्यास ब्रुडरबाट रातिको समयमा हामी तापक्रम दिन्छौँ। यसले के हुन्छ भने तापक्रममा एकदमै सहयोग पुर्याउँछ। यो चाहिँ एकदमै बेस्ट हुन्छ। र लगभग 1000 कुखुरालाई 2टा सिलिन्डरले मजाले पुग्छ हुर्काउनको लागि 15-20 दिनसम्मलाई। यसरी चाहिँ हुर्काउँदा चाहिँ एकदमै चल्लाको मोर्टालिटी पनि कम हुने र जाडोको समयमा पनि एकदम राम्रो हुने हुन्छ। र गर्मीको समयमा यस्तो ब्रुडरहरू चाहिँ चाहिँदैन, ब्लबहरूले पनि काम गर्छ।